125 सीसी को सेगमेन्टमा चाहिँ तपाईको लागि चाहिँ पर्फेक्ट बाइक कुन हुन्छ त? यो सेगमेन्टमा चाहिँ मोस्ट पपुलर तीनवटा कम्युटर बाइकहरू छन्। पहिलो भनेको टिभीएस को रेडर 125, दोस्रो चाहिँ बजाजको पल्सर N125 र तेस्रो भनेको चाहिँ हिरोको एक्सट्रिम 125R। सबैभन्दा पहिला कुरा गरौँ टिभीएस को रेडर 125 को। सो यदि तपाईहरुको नीड भनेको चाहिँ प्राइस टु परफर्मेन्स रेशियो मलाई एकदमै राम्रो चाहियो भन्नुहुन्छ भने चाहिँ बेस्ट चोइस भनेको टिभीएस को रेडर नै हुन्छ। किनभने कम्पेरेटिभली यो तीनवटा बाइक मध्ये चाहिँ अलिकति प्राइस टु पावर परफर्मेन्स रेशियो चाहिँ टिभीएस रेडरको राम्रो छ, पावरफुल पनि छ यो बाइक। त्यसका साथसाथै यो बाइक चाहिँ मार्केटमा एक्जिस्ट गरेको केही टाइम भइसक्यो। सो एक हिसाबले मार्केटको भ्यालिडेसन पनि यो बाइकले पाइसकेको छ। अब कुरा गरौँ बजाजको पल्सर N125। सो बजाजको पल्सर N125 कसको लागि चाहिँ बेस्ट हुन्छ त? यदि तपाईहरु चाहिँ डे टु डे हेभी ट्राफिक सिटीमा चलाउनुहुन्छ भने चाहिँ आई थिंक यो बाइक तपाईको लागि पर्फेक्ट हुन्छ। किनभने लुक्स वाइज पनि एकदमै राम्रो देखिन्छ। त्यसका साथसाथै यो बाइक चाहिँ कम्पेरेटिभली अरु यो हामीले कुरा गरेको बाइकहरु भन्दा चाहिँ लाइट वेट छ, जसले गर्दाखेरि चाहिँ हेभी ट्राफिकमा चलाउन पनि एकदम निम्बल र एकदमै स्मुथ हुन्छ तपाईको लागि। अब हिरोको एक्सट्रिम 125R चाहिँ कसको लागि बनेको हो त? सो पर्सनली चाहिँ मलाई यो बाइक चाहिँ यो तीनवटा बाइक मध्ये चाहिँ सबैभन्दा गुड लुकिङ लाग्छ। सो यदि तपाईहरुको प्राइमरी नीड भनेको चाहिँ मलाई चाहिँ हेर्दाखेरि एकदमै अट्र्याक्टिभ बाइक चाहियो 125 सीसी को सेगमेन्टमा भन्नुहुन्छ भने चाहिँ नो डाउट तपाईको लागि चाहिँ पर्फेक्ट चोइस भनेको चाहिँ एक्सट्रिम 125R नै हुन्छ। परफर्मेन्सको कुरा गर्नु पर्दाखेरि चाहिँ समहाउ यो तीनवटा बाइक चाहिँ सिमिलर रेन्जमै छ, तर बेस्ट परफर्मेन्स चाहिँ तपाईले पाउने भनेको चाहिँ टिभीएस को रेडरबाटै हो अफ कोर्स। सो यदि तपाईको म्याक्सिमम बजेट चाहिँ अराउन्ड 3,20,000 जति छ भने चाहिँ आई थिंक यु क्यान गो फर हिरोको एक्सट्रिम 125R। किनभने यसको लुक्स पनि एकदमै राम्रो छ, परफर्मेन्स वाइज पनि यो बाइक चाहिँ डिसेन्टै छ, राम्रै छ। मलाई चित्तै नबुझेको कुरा चाहिँ यो कुनै पनि तीनवटा बाइकमा चाहिँ एबीएस छैन है। सो त्यो चाहिँ एकदमै डाउन साइड हो। यदि तपाईहरुसँग चाहिँ अलिकति बजेट छ भने चाहिँ म चाहिँ पर्सनली के रेकमेन्ड गर्छु भन्दाखेरि चाहिँ बरु 150 सीसी को बाइक लिनुस्, एबीएस भएकै बाइक लिनु। किनभने एबीएस चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। मैले सुने अनुसार चाहिँ एक्सट्रिम 125R मा चाहिँ एबीएस भेरिएन्ट पनि आउँदैछ भनेर सुनेको छु, तर चाहिँ मार्केटमा चाहिँ आइसकेको छैन। सो एज अफ नाउ चाहिँ एबीएस चाहिँ कुनैमा पनि छैन। त्यो चाहिँ एकदमै मेजर डाउन साइड नै हो। अपार्ट फ्रम दैट तपाईलाई चाहिँ यदि डे टु डे लाइफमा म बिस्तारै चलाउँछु, मलाई घरदेखि अफिसमा त गर्नु छ भने चाहिँ आई थिंक यो तीनवटै बाइक पर्फेक्ट नै छन्। तर एउटा चुज गर्नु भन्नुहुन्छ भने चाहिँ म चाहिँ पर्सनली बजाजको पल्सर N125 चुज गर्छु। किनभने यो बाइक चाहिँ पर्सनली मलाई हेर्दाखेरि एकदम इन्ट्रेस्टिङ लाग्छ। प्लस यो चाहिँ अलिकति अग्लो पनि लाग्यो मलाई कम्पेरेटिभली अरू बाइक भन्दा। त्यसका साथसाथै यो लाइट वेट छ, सिटीमा चलाउन सजिलो छ। र अर्को मेजर रिजन यो बाइक चुज गर्नुको चाहिँ किन हो भन्दाखेरि चाहिँ बजाज भएर चाहिँ यसको अलिकति कम्पेरेटिभली तपाईको चाहिँ पार्ट्स पनि सस्तो हुन्छ, सर्भिस कस्ट पनि अलिकति कम्पेरेटिभली सस्तो हुन्छ। सो एकदमै तपाईलाई चाहिँ प्राइस टु परफर्मेन्स रेशियो चाहिन्छ भने चाहिँ म चाहिँ पर्सनली बजाजको N125 तपाईलाई प्रिफर गर्छु।